बाख्राहरूको कारणले चाहिँ बाटोमा यस्तो घटनाहरू धेरै सिर्जना भइरहेको छ। त्यसको बारेमा सर तपाईँले केही भन्न चाहनुहुन्छ? होइन, हामी स्थानीय तहसँग पनि समन्वय गरिराखेका छौँ होइन। अब यसरी हाईवे बर्दिवासमा जलेश्वर चल्ने हाईवे होइन। नमस्कार साथी सब, अपने सब देख रहा कि रामगोपालपुर नगर पालिका नंबर 3 डोलाठी में बाइक एक्सीडेंट भेल है। ये बकरी पशु के कारण से ये देखियो अवस्था कहीं ज़्यादा गंभीर भ गई। वही के चलते हम बार बार कहते रहे सरकार से अपील करी कि बकरी पशु के चेतना जगा के कम से कम बकरी पशु वाला के कम से कम अथी करे के चाहिए। बुआ कत घर मदनपट्टी कथी केना भेलो है घटना? बकरी से केना घटना केना भेलो? ये बकरी से ठोका के अपने घटना जो भेलिए जे में बाइक पर एटा बाइक सवार एटा महिला छलिया, साथ में बच्चा भी है। बच्चा के भी हम अपने सबके देखाबे जा रहे छी। तो बच्चा के अवस्था केना है से अभी जानकारी नहीं है, लेकिन फिर भी हम अपने के बच्चा के देखाबी छी। केना अपने के अवस्था केना बुझाइए? नहीं नहीं नहीं, ये कोनो दिक्कत नहीं होय छै। बउआ ठीक है? अपने देखियो ये रोड एते चालू अवस्था में है। एक बकरी पशुआ माल जाल के कारण से ये घटना बार बार एक बार नहीं बार बार ये घटना होइ छै। वही पर सरकार से हम चाहबी कि स्थानीय निकाय कम से कम बाटोमा यस्तो घटनाहरू धेरै सिर्जना भइरहेको छ। त्यसको बारेमा सर तपाईँले केही भन्न चाहनुहुन्छ? होइन, हामी स्थानीय तहसँग पनि समन्वय गरिराखेका छौँ होइन। अब यसरी हाईवे बर्दिवासमा जलेश्वर चल्ने हाईवे होइन। खुल्ला रूपमा यसरी चौपायाहरू बाख्राहरू छोड्दाखेरि सबै दुर्घटना हुने पनि चान्सेस हुन्छ। वास्तविकमा सर यो एकचोटि यो घटना होइन, बारम्बार तपाईँको यो बर्दिवास र ईश्वरको रुटमा चाहिँ खास गरेर घटनाको बारेमा कि बाख्राहरू चाहिँ बाँधेर राख्नु भनेर यो दुर्घटना त हुन्छ बाख्रा मर्छ भने बाख्राको पैसा पनि लिन्छ अनि कतै ठाउँमा त केही नभए त चालकलाई कुट्ने पिन्ने पनि प्रयास गर्छन्। त्यस्तो छ होइन। हामीले टाइममा जनचेतनामूलक कार्यक्रम गरिरहेको छौँ, सम्झाइरहेको छौँ सबैलाई होइन। सडक बाटो दुर्घटना हुनसक्छ होइन, कसरी ध्यान जान सक्छ। त्यो चौपाया कारणले गर्दा हुने सबैलाई पहिलाभन्दा धेरै कन्ट्रोल पनि भएको छ होइन। तथापि तर पनि बाटोमा सफा नै छ, हामीले सम्झाइरहेको छौँ। एकदम त्यसलाई नियन्त्रण नै गर्नुपर्छ। हस् त धन्यवाद सर। बाख्रा वस्तुहरू चाहिँ जनावरहरू चाहिँ बाँधेर राख्नु या त खोरमा राख्नु, त्यस्तो खुला नछोड्नु, किनभने यसले चाहिँ एक्सिडेन्टलाई निम्त्याउँछन् के। मान्छेले आफै जानी एक्सिडेन्ट गर्दैन, तर यस्तो अचेतमा चाहिँ घटना भयो भने चाहिँ त्यसको जिम्मेवारी चाहिँ कसले छ भने चाहिँ अहिले पनि थाहा छैन। म प्रदेश दैनिक खबरबाट सन्तोष कुमार महतो, धन्यवाद।